हेरौँ आजको विवाह कस्तो छ। साथीहरु बिहेमा खानेकुरा पनि खाँदा खाँदै मैले एउटा ब्याग पनि भेटाएको छु। अनि कस्तो फिल भइरहेको छ त आज? अलि लागेछ न माकुराले हग्दियो। हेलो साथीहरु, सबैजनालाई स्वागत गर्न चाहन्छु उमा सागर युट्युब च्यानलमा। सबैजना आराम कुशल मङ्गलै हुनुहुन्छ होला आशा गर्दछु। यही सबैजना आराम कुशल मङ्गल पनि हुनुपर्छ भन्ने मेरो चाहना। जति पनि मेरो भ्युअर्सहरु हुनुहुन्छ, मेरो सब्स्क्राइबरहरु हुनुहुन्छ, हेर्नु न यहाँ ओठमा चाहिँ बेलुका नानीलाई सुधाउने क्रममा न माकुराले हग्दियो न कसले केले गर्यो। यत्रो घाउ आएको छ, यो कहिले निको हुने हो र साथीहरु अनि सबैजना आराम कुशल मङ्गलै हुनुहुन्छ होला भन्ने चाहना राख्दै आज चाहिँ म नयाँ भ्लगमा तपाईहरुसँग उपस्थित भइसकेको छु हैन। आज चाहिँ नि साथीहरु फेरि म मेरो छोरीलाई छोडेर दिदी चाहिँ जानुहुन्छ अनि माया लाग्यो भन्नुहुन्छ होला। अब कतिपय कुराहरु जानुपर्ने कर्तव्य पनि आउँछ नि त। अनि आज चाहिँ मेरो पुरानो एकजना साथी पनि उर्लाबारी मल्टिपल क्याम्पस म भन्दा एक ब्याच जुनियर बहिनीको चाहिँ विवाह छ। हामी चाहिँ जे होस् समकालीन भएर नै हिँडेको साथीको रूपमा अनि सँगसँगै काम गरेको। अनि मेरो हस्बेन्डको पनि लगभग साथी भनौँ हैन। विपना राईको चाहिँ आज विवाह छ है। अनि उसँग चाहिँ पहिला चाहिँ अब भ्लग बनाउनु भन्दा अगाडि नै चाहिँ अब हिँडिन्थ्यो। अब अहिले त साह्रो तपाईहरुले उहाँलाई देख्नु पनि भएको छैन को हो विपना राई हैन। बहिनीको चाहिँ आज विवाह छ। आइतबारेको एउटा के गेस्ट हाउस त्यो नाम पनि थाहा छैन, बिर्से। आज चाहिँ त्यो विवाहमा जानुपर्ने भएको कारणले गर्दा सहारालाई चाहिँ सुतायो 2 घण्टा 1.5 घण्टाको लागि भाइ र म चाहिँ विवाहमा जाँदैछौँ। सो म चाहिँ रेडी हुन लागिरहेको छु। अब चाहिँ साडी लाएर जानु पर्यो साथीहरु। साडी पनि अब पुरानै कलेक्सन हेरौँ। अब म एकचोटि रेडी भएर फनननन साडी लाएर घुमेर तपाईहरुको सामु आउँछु। हेरौँ आजको विवाह कस्तो छ। धेरै समयपछि विवाह जोइन हुँदैछु म। तयारी हुन्छु है त। सो साथीहरु म चाहिँ फाइनली रेडी भइसकेँ। अब चाहिँ म जान लागिरहेको छु। पर रेडी भएको छ भाइ पनि मोटरसाइकलमा पछाडी बसेर घुम्नलाई जाऊ कान्छी बुलेट बाइकमा चाहिँ जान आँटेको मलाई त जादा। सो फाइनली गाइज हामी चाहिँ जान आँटेको छौँ। अब बेग कहाँ हो त्यो पो छैन, गिफ्ट सिफ्ट पनि किनेकै छैन। छिटो आइज, यहाँ मेरो नानी छोडेर धेरै बेर कहाँ म बस्न सक्छु। मम्मी गएको है, बिर्सेछु। सालामा चाहिँ दामी यो बनिँदैछ है यो दार्ताले। राहा हेर्नु न यहाँ, वाउ कस्तो दामी, कस्तो दामी छ नि हो, कस्तो दामी। आमामा यो चाहिँ हाम्रो घर हो। यो चाहिँ मेरो भाइ हो। यो हेर्नु सक्यो। कसैलाई बुलेट बाइकमा चढ्न मन छ भने भनिहाल्नु। सिट खाली नै छ नि भाइ, सिट खाली नै हो नि, सिट खाली नै हो अरे साथीहरु। के गर्नु साथीहरु, कस्तो राम्री भएर हिँडेको यो डाक्टरहरूले धेरै पाउडरहरू फ्रीमा चाहिँ यहाँ दिन आँटिरहेछ। म त रिस उठेरै मर्छु। राम सिरजातिरको बाटो है साथीहरु। मोटरसाइकलमा पछाडी बसेर घुम्नलाई जाऊ कान्छी बुलेट बाइकमा। अब बाइक बुलेट भएको कारणले गर्दा यो गीत गाइदिनु क्या सुनिहाल्छु नि भने। यतिखेर चाहिँ हामीहरू मङ्गलाबारीमा छौँ है साथीहरु। हाम्रो हिरोले चाहिँ के अरे बाइक रोकाइसकेको छ। भाइ त कहाँ हिँडेको? तँलाई यसो 2-4 जना सोल्टिनीले साइड हान्यो भने के गर्छ? म नि साइड हान्दिन्छु। आमा तँ पनि हान्छेस्? ल बेहुला बेहुलीको फोटो चाहिँ तपाईहरुले अगाडि नै देख्न सक्नुहुन्छ। विपना आमा उ पो हिँड्छ अगाडि, यता हेर त। ल
विपना र अनिस आहा राम्रो छ है डेकोरेसन चाहिँ एकदम राम्रो छ र हामी चाहिँ दुल्हा दुलही भएको हलभित्र पस्यौँ जहाँ चाहिँ एकदमै राम्रो डेकोरेसन गरिएको थियो हैन बेहुला बेहुलीलाई चाहिँ एकदमै राजा रानी जस्तो देखिएको थियो है मेरो साथी भनौँ या बहिनी दुवैजनालाई एकदमै राम्रो देखेको थियो राजा रानी जस्तै हैन यहाँ चाहिँ अरू म्युजिक भएको कारणले गर्दा मैले आफूले बोलेको कुराहरू हाल्न नसकेर भोइस कभर गर्दैछु है साथीहरू कति राम्रो देखिएको छ अनि म चाहिँ आफूले लगेको केही उपहार उहाँ बेहुलीलाई हस्तान्तरण गर्दैछु लजाउँदै मलाई चाहिँ अलिक लाज लाग्छ क्या यस्तो कुराहरूमा अनि उसले चाहिँ एकदमै मजाले लिएको छ अनि म त के गरौँ कसो गरौँ भइरहेछ त्यहाँनिर अनि यतिखेर चाहिँ फोटो खिच्ने कार्यक्रमहरू भइरहेको थियो जहाँ चाहिँ हामीले पनि फोटो खिचेका थियौँ र उहाँ चाहिँ सुनिता हुनुहुन्छ ऊ पनि बिहेमा एकदमै राम्री भएर आएकी थिइन् होइन उसँग मैले धेरै कुराकानी गरेको छु तपाईँहरू सुन्न सक्नुहुन्छ अनि यतातिर चाहिँ कुर्सी नै कुर्सी थियो क्या यहाँ हलमा चाहिँ मान्छे त्यति थिएन सबै डान्स गर्ने ठाउँतिर थियो रहेछन् जहाँ चाहिँ कुर्सी मात्र बसेका थिए अनि यतातिर चाहिँ फोटो सेसनको कार्यक्रमहरू भइरहेको थियो यतातिर चाहिँ सुन्दा फोटो खिच्ने भनिरहेकी थिए हामीहरू चाहिँ खाना खाना जान लाग्यो तिमीलाई अनि आफ्नो साथीलाई बिहे गरेर जाँदै गर्दा कस्तो फिल भइरहेको कस्तो धेरै खुसी लाग्यो नि अब यतिखेर नि बिहेमा साथीको बिहे गर्दा आउन पायो अन्त नि हामी त बिहे गरिसकेको थियौँ आयो विपना कन्ग्रेचुलेसन अनि कस्तो फिल भइरहेको छ त आज लागेको कस्तो डर लागेको हुन्छ छैन त्यति साह्रो त डर लागेको हुन्छ होइन ल बधाई चाहिँ एकदमै कति राम्री हाम्रो विपना कति राम्री है राम्री हो बेहुलीमा झन् राम्री देखिन्छ अझै राम्रो प्रगति गर्दै जानु शुभकामना र हामी चाहिँ यतातिर खानातिर लाग्यौँ जहाँ चाहिँ एकदमै मिष्टान्न खानेकुराहरू रेडी गरेर राखिएको थियो अनि त्यहाँ चाहिँ धेरै साथीभाइहरू पनि खाना खान लागिराख्नु भएको थियो राम्रो कभी कभी ये शादी होता है सुनता है क्या कर रही हो तुमने परिकारहरू चाहिँ लिइसकेको छौँ है साथीहरू तर सुन्ताले एनबक्समा दही पोखाएर चाहिँ धन्न अर्काको ब्यागमा चाहिँ पोखाएनौ अब हामीले बे पनि खाइसक्यौँ खानेकुरा पनि खाइसक्यौँ अब जाम होला हौ नि अब यो फुलहरूले लान पनि पाइँदैन बेहुली पनि बेहुला पनि उता तेर्लाङ तुर्लुङ आयो यतातिर चाहिँ यस्तो राम्रो छ है साथीहरू मेरो यतापट्टिबाट बनाइदेऊ न म अलिकति भए पनि बोल्छु साथीहरू बिहेमा खानेकुरा पनि खाँदा खाँदै मैले एउटा ब्याग पनि भेटाएको छु दुईटा ब्याग बोकेर अब आजको बिहे यस्तै भयो बच्चा सानो भएको कारणले गर्दा धेरै स्पेन्ड गर्न पाइँदैन त्यो साथीहरू खानेकुरा खाइवरी अब चाहिँ बिहेबाट चाहिँ बिदामारी गर्नुपर्छ खाम चाहिँ माथि छ अरे तर अब खासै जान मन लागेन हो डान्स चाहिँ नहेर्ने भनेको थियौँ तर पनि आइसकेपछि यस्तो अलिकति भए पनि हेरेर जाउँ न त भनेर माथि चढेको थियौँ एकदमै खतरा सुविधा थियो साथीहरू यहाँनिर चाहिँ एकदमै अल्कोहलहरूको पनि राम्रो व्यवस्थापन थियो खानेहरूको लागि चाहिँ होइन सबै कुराको व्यवस्थापन थियो जहाँ चाहिँ धेरै आउनुहुने गेस्टहरू चाहिँ एकदम मजाले नाचिराख्नु भएको थियो हाम्रो भाइ चाहिँ डान्स हेरेर छक्क अनि दङ्ग गरिरहेको थियो मैले त्यही भएर उसलाई केही प्रश्न गरेको थिएँ त्यहाँ पनि अब म्युजिक भएको कारणले गर्दा मैले त्यो म्युजिक त्यो बोलेको कुरालाई चाहिँ हटाइदिएँ र हामीहरूले चाहिँ त्यहाँनिर माथि गएर डान्स सँगसँगै धेरै इन्जोय पनि लियौँ हेर्ने भन्दै थियौँ तर हामीले डान्स पनि हेऱ्यौँ साथीहरू अब फाइनल्ली हामी चाहिँ विवाहबाट चाहिँ जाँदैछौँ तर सुन्तालाई अलिकति के भएन जस्तो भएको छ जस्तो लागिरहेको कि मलाई फुलहरू चाहिँ एकदम दामी थियो है तर फुलहरू चाहिँ एकदम दामी थियो है साथीहरू यतातिर चाहिँ सानो सानो बुनुहरू कस्तो राम्री बुनुहरू हुई गर्दैछ क्या यहाँनिर पिङ खेल्दैछ हेलो खै हाई भन्नुभएको आहा कति राम्री
हाम्रो सुनिता चाहिँ अब यहाँनिर पुरै बुलेट साडीमा कुदाउने अरे क्या अब उसलाई एकदम इच्छा आफू त यी बुलेट केही छुन हल्लाउन पनि सक्दिन साथीहरू सुन्दा अनि साडीमा कसरी कुदाउँछौ तिमीले बुलेट बाइक जनता जान्न चाहन्छन् के सुनिताले अब बाइक कुदाउन सक्छिन् त अब म त डर पो लाग्यो त अरे आज लड्छिन् होला हौ यिनी त अनि अहिले भरे त्यहाँनिर रोक्ने बेला चाहिँ कसरी पो रोक्छौ लु पेन्ट लगाएको बेलामा गर्नु पेन्ट लगाएको बेलामा जुन त लड्छ होला हौ साथीहरू फाइनली बिहेबाट पनि आइसक्यो होइन अब बिहेमा बसेर अझै रमाइलो गर्ने रहर त थियो तर पनि अब छोरी सानी छोडेर चाहिँ आफू रमाइलो गर्न यो मनले चाहिँ दिँदैन रहेछ दिँदैन पनि होइन देख्नेलाई पनि अलिकति अडै होला दिँदैन नै रहेछ नभए त म अस्ति होला अलिक अब नाचगानहरू भइरहेको थियो माथितिर अनि बेहुलीसँग पनि खासै कुराकानी हुन पाएन गएको 1.5 घन्टा जति पनि मैले त्यहाँनिर बसिनँ होला हामी आइहाल्यौँ नानीको साह्रै याद आयो अब यता नानी रुन पनि सक्छिन् भनेर होइन घरमा पनि अब मम्मीले मात्र चारतिर भ्याउनु पनि सक्नुहुन्न नि त अनि त्यही भएर छिटो छिटो गएर चाहिँ आइयो अनि आजको बिहे चाहिँ एकदमै राम्रो सजावटदेखि लिएर हरेक डेकोरेसन खानेकुरा सम्पूर्ण राम्रो है रमाइलो भयो बिहेमा गएर अलिकति फ्रेस जस्तो पनि भयो होइन साथीहरू र धेरै मिठो मिठो कमेन्टहरू गर्नुभएको छ सबैजनाले यो नानीको अगाडि ठुलो स्वरमा नबोल्नु भन्नुभएको छ ओके अनि त्यस पछाडि अब त्यो फुल नेचुरल फुल चाहिँ नानीलाई कति वर्ष पुग्नुसम्म चाहिँ दिनु हुँदैन भन्नुभएको रहेछ अब कतिपय कुरा चाहिँ थाहा हुँदैन नि त अनि त्यही पनि तपाईँहरूले मलाई चाहिँ सिकाइराख्नु भएको छ यो प्रेग्नेन्सी जर्नीदेखि यो अहिलेसम्मको अब हुर्काउने बच्चा हुर्काउनेसम्मको जर्नीमा तपाईँहरूले मलाई धेरै हेल्प गर्नुभएको छ अहिलेसम्म अब तपाईँहरूको कमेन्टलाई चाहिँ म एकदमै रेस्पेक्ट गर्छु कुनै दिन प्रश्न क्वेसन एन्सर वा तपाईँहरूलाई थ्याङ्क भनेर तपाईँहरूको कमेन्ट राखेर पनि भिडियो बनाउने छु साथीहरू अहिले चाहिँ अलिकति टाइम मिलिरहेको छैन र सबैजना कमेन्ट गर्ने मेरो युट्युब फ्यामिलीलाई एकदमै धेरै धन्यवाद मेरो टिकटक फ्यामिलीलाई एकदमै धेरै धन्यवाद र बिहेमा गएर चाहिँ भक्कु खाएर आएर चाहिँ यहाँ मनक्क पर बसेर भर्खर नानीलाई सुरुडामा आएर चाहिँ दुधसुध खुवाएर अनि अहिले चाहिँ मैले भिडियोलाई इन्ड गर्दैछु सबैजनालाई धेरै धेरै माया तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ र प्र्याङ्क भिडियो बनाउनु पर्यो भने कसलाई कस्तो खालको प्र्याङ्क गर्नु होला अलिकति सजेस्ट पनि गर्नु न है ओके साथीहरू अब आजको भिडियो चाहिँ यहीँ अन्तिम हुन्छ भिडियोलाई अन्तिमसम्म हेरेर र जसले पनि साथ दिनुभयो जसले सेयर गर्नुभयो जसले सब्सक्राइब गर्नुभयो यहाँहरू सम्पूर्णलाई धन्यवाद र मेरो 100K सब्सक्राइबर पुग्न आँटेको छ कि साथीहरू अलिकति जोडतोड लगाएर चाहिँ सिल्भर बटन चाहिँ तपाईँहरूको अगाडि ओपन गरेको भिडियो बनाउन मन लागेको छ र सेलिब्रेसन गरेको भिडियो पनि बनाउन मन लागेको छ सो प्लिज हेल्प मी भन्दै ओके बाई लभ यु अल